मैले केही दिन अगाडि एउटा हात्ती ट्र्याक्टर सम्बन्धी भिडियो बनाएको थिएँ। कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला भनेको थिएँ, तर कसैले पनि अब 99% भनौँ 99 जनाले चाहिँ गलत कमेन्ट गरे। अब त्यसको लागि म यो भिडियोमा भन्दैछु, त्यो हात्ती ट्र्याक्टर किनेर कसरी बन्यो भनेर त्यसको यथार्थ कुरा चाहिँ के हो भने उति बेला चाहिँ एकजना विदेशी चाहिँ टुर भ्रमणको लागि निकलेछन्। हेर, एउटा विदेशी भनौँ चाइनिसै भनौँ, एकजना चाइनिस विश्व भ्रमणको लागि निकलेछन्। बिचरा घुम्न निक्लेको, त्यो विश्व भ्रमणको लागि घुम्न निकलेको मान्छे तिनी जुन जुन ठाउँमा पुग्छन् त्यही ठाउँमा चाहिँ किसान गर्दै गरेको, खेत जोत्दै गरेको भेटान्छन्। भेटाएछन् के, जहाँ जुन जुन देशमा जान्छन्, जुन जुन ठाउँमा जान्छ त्यहाँ चाहिँ ठ्याक्कै किसान गर्दै गरेको, खेत जोत्दै गरेको भेटाउने रहेछन्। तर कस्तो भेटाउने रहेछन् भने त्यो गोरुले खेत जोत्दै गरेको, गोरु हिँडेन भनेर लौरोले ड्याम लौरोले त्यो गोरु कुटेको के। अब कतै लौरो भन्छन्, हाम्रोतिर चाहिँ पुरानो भाषामा चाहिँ लौरो भन्छन्। लौरो गुरु थुरेको के भन्छन् त, तँलाई गाई गुरु थुरे जस्तो थुर्छु भन्छन् नि, हो त्यस्तै गुरु थुरेको देख्छन्। अनि त्यो जहाँ जान्छन् त्यस्तै किसानीले खेत जोत्दै। आज अब भनौँ अब नेपालमा गए, नेपालमा भर्खर खेती किसानी गर्ने टाइममा पुगेछन्, किसानीले त्यो खेत जोत्दै गर्दा गोरु कुटेको देख्छन्। ओहो, यहाँ चाहिँ पशु हो भन्दैमा यस्तो कुट्ने। अब यसलाई यो गोरुलाई कुटाई खान मुक्त गराउनको लागि म एउटा मेसिन बनाउँछु अब भनेर दिनले जहाँ पुगेको थिएँ, जहाँ देखेको थिएँ त्यही घरको लागि त्यही अनुसारको एक घन्टा हाते ट्र्याक्टर आफ्नो देशमा गएर हाते ट्र्याक्टर बनाएर लिएर अनि आइन्ड अर्कोचोटिबाट यो गोरुले खेत नजोत्ने, यसले जोत्ने सजिलो हुन्छ भनेर एक घन्टा ल्याउँदै त्यो जहाँ उनी भ्रमण जाँदाखेरि जुन जुन उहाँ भेटेको थिएँ त्यहाँ चाहिँ लगेर बुझाइदिए। अबदेखि गोरुलाई नकुट्नु है भनेर भने। तर पछि मान्छेले त्यही देखेर अब त्यहीले हेरेर कपी गरे, बनाउन थाले। अब गाई गोरु पाल्नै छाडे अब सबैले। वास्तवमा त्यो हो कि त्यसको अर्थ एउटा चाहिँ भ्रमण जाँदाखेरि तर टुरिस्टले गरेको त्यो आविष्कार हो के। त्यो आविष्कार चाहिँ एउटा टुरिस्टले गरेको, किनभने उसले चाहिँ एकदम पाप देख्यो कि गोरुलाई कुटेको। अब कोही कुनै ठाउँमा जाँदा असार महिना अब धान लाउने बेलामा गोरु कुटेको, कोही बेला कुनै ठाउँमा अब कार्तिक महिनामा पुग्यो होला, कार्तिक महिनामा जाँदाखेरि त्यो कार्तिक महिनाको ढेलामा अब गोरु नहिँडेर कुटेको देखेपछि यस्तो गरी गाई गोरुलाई कुट्ने, यस्तो पशु भनेर यस्तो कुट्ने भने त्यो गोरुलाई छुट्केर त्यो कुटाई खाना छुट्केर पाउनलाई बनाएको। तर त्यही देखेर अब सबैले बनाए। आजभोलि त गाई गोरु पाल्न साह्रै। अब वास्तवमा त्यो हो है राजा, त्यसको रिजन यथार्थ कथा चाहिँ कुरा चाहिँ के कथा भनेपछि फेरि यो धाबे जाने मुख पनि लटपट गर्छ कोही बेला त मेरो आमा छोरा बा।